यहाँ चाहिँ हाम्रो मम्मी फुल टिप्दैछन् है दिदी। ल ल फुल टिप्दैछु छोरी हो बेलबारीको छोरीहरूलाई विराटचोक छोरीहरूलाई सबै विदेशमा भएका छोरीहरूलाई सबैलाई संसार सुविस्ता होस् राम्रो होस्। म फुल टिप्दैछु के गर्नु अब तातर भाइ छोरा छन् मेरा तातर भाइ भाइहरू अब फुल को फुगा टिपेदैछु माला लगाइदिन पाउन के गर्नु र छोरी हो। अब यही भिडियोबाटै आशीर्वाद दियो भने चिन्तै होला मेरा छोरीहरूलाई सबैलाई राम्रो होस् संसार सुविस्ता हो देश परदेश भएका छोराछोरीलाई राम्रो होस्। म ठुलो पूजा गर्दैछौँ के अन्त नानी हो अब सबैजना एक ठाउँ भयौँ न पूजा गरौँ न सबैजना जुटेर भन्ने थियो अब के गर्नु यस्तै हो। अब कहाँ कहाँ छोराछोरी भयो दिदी बहिनी जुन घाम जस्तो हुँदो रहेछ भेटिनु पनि रहन्छ के गर्ने एउटी छोरी आउँछ अर्की छोरी आउँदिन त्यस्तै हो। अब सबैजना भेला भएर अब एकपल्टलाई संसार सुविस्ता राम्रो भइदिएछ बाँच्दैछ भने दसैँ तिहार मान्नुपर्छ। अब भाइहरू पनि अब के गर्नुले चिन्तामा परे भान्जी आउँदैछ भनेर खुसी गरिराख्नु खुसी लागेको छ भाइहरूलाई। भान्जी आउँदैछन् भान्जी आएछन् भनेर खुसीको भयो नभएदेखि भान्जी नआकी भएदेखि छैन हौ भान्जी आकी छैन ए फुपू दिदी आउनु धेरै खुसी लागेको छ नभएदेखि फुपू दिदी नआउनु भएको भए यसपालि भाइहरू त्यस्तिकै निजेर खाली बस्ने रहेछन् यो फुल त्यसै ओइलेर जाने रहेछ छोरी हो के गर्नु त्यस्तै हो। अब मेरो पनि भाइ एउटा थियो विदेश उडो भन्थे भरे उडेको रहेनछ काठमाडौँमै होला मामा पनि यत्रो फुल टिपे के गर्नु चिन्ता लाग्यो नि एउटा भाइ थियो भाइ ती तीन भाइ छोरा छन् त्यही पनि एउटा सन्तोष भन्ने भाइ आउँछ भने धेरै मलाई आश लागिरहेछ बुहारी छन् आउँछिन् भाइलाई लिएर भने आश लागिरहेछ यत्रो फुल टिप्दैछु के गर्नु यस्तै हो। भाइ राम्रोसँगले विदेश जाऊ है मेरो भाइ संसार सुविस्ता होस् मेरो भाइलाई सुब्बे फाप्दे होस् चिताको पुगोस् मेरो भाइलाई अनि बाँचिएन छ मरिएन छ बाँचिएछ भने फेरि आउँदो तिहार मान्नुपर्छ है भाइ दसैँ तिहार मान्नुपर्छ मेरो भाइलाई फुल्टीको के अरे टिको लगाइदियो रुँदै रुँदै लाएँ फुल्टीको मेरो भाइलाई दसैँको टिको लगाएँ भेट पनि अब कहिले हुन्छ होला भने धेरै आँसु आए भाइ मलाई। ल ल मेरो भाइ ल ल ल राम्रोसँगले जाऊ विदेश भएन अब